ओम शान्ति। गुड मर्निङ। बापदादाका प्यारा प्यारा अनुभवी मूर्त बच्चाहरूलाई अनुभव गरौँ। स्वयं बापदादा वतनबाट हाम्रो सम्मुख आउनुभएको छ र हामीलाई आजको यस छोटो साकार मुरली सुनाइरहनु भएको छ। आज मिति 2083 साल वैशाख 30 गते बुधबार, तदनुसार 13 मे 2026। मिठो प्यारो शिव बाबा मुरलीको सारमा भन्नुहुन्छ, मिठो बच्चे, बाबाबाट तिमीलाई जुन सृष्टिको आदि मध्य अन्त्यको ज्ञान मिलेको छ, यसलाई तिमीले बुद्धिमा राख्यौ भने तिमी स्वदर्शन चक्रधारी हौ। आज बाबाले हामीलाई प्रश्न सोध्नु भएको छ, रुहलाई पावन बनाउनको लागि रुहानी बाबाले कुन इन्जेक्सन लगाउनुहुन्छ? उत्तरमा बाबा भन्नुहुन्छ, मन मना भव। यो इन्जेक्सन रुहानी बाबा बाहेक अरू कसैले लगाउन सक्दैन। बाबा भन्नुहुन्छ, प्यारा बच्चाहरू, तिमीले मलाई याद गर, बस यादबाट नै आत्मा पावन बन्छ। यसमा संस्कृत आदि पढ्न पनि आवश्यकता छैन। बाबाले त हिन्दीमा सिधा शब्दमा सुनाउनुहुन्छ। रुहानी बाबाले हामीलाई पावन बन्ने युक्ति बताइरहनु भएको छ भन्ने रुह वा आत्मालाई निश्चय भइसकेपछि रुहले विकारलाई छोड्दै जान्छ। अच्छा, मिठे मिठे सिकिला बच्चाहरूप्रति माता पिता बाप दादाको याद प्यार एवं गुड मर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। हामी रुहानी बच्चाहरूको रुहानी माता पिता बाप दादालाई दिलवजन सिकवा प्रेमबाट याद प्यार गुड मर्निङ नमस्ते। वाह बाबा वाह, वाह टिचर वाह, वाह सद्गुरु वाह, धन्यवाद बाबा, धन्यवाद। आज बाबाले हामीलाई धारणा गर्नको लागि मुख्य पोइन्ट्स दिँदै हुनुहुन्छ। नम्बर 1, बाबाबाट जुन ज्ञान अमृत मिल्छ त्यो अमृत पिउनु र पिलाउनु छ। पुजारीबाट पूज्य बन्नको लागि विकारहरूको त्याग गर्नु छ। नम्बर 2, बाबा जसले स्वर्गमा जान लायक बनाइरहनु भएको छ उहाँको हरेक कुरा मान्नु छ, पुरा निश्चय बुद्धि बन्नु छ। वरदान अनुभव गरौँ। स्वयं बापदादाको वरदानी हात हाम्रो श्रीमाथि छ अनि बापदादा हामीलाई वरदान दिँदै हुनुहुन्छ। अनुभवको विल पावरद्वारा मायाको पावरको सामना गर्ने अनुभवी मूर्त भव। विश्लेषणमा भाव हुनुहुन्छ, सबैभन्दा पावरफुल स्टेज हो आफ्नो अनुभव। अनुभवी आत्माले आफ्नो अनुभवको विल पावर अर्थात् इच्छा शक्तिले मायाको कुनै पनि शक्तिको सबै कुराको सर्व समस्याहरूको सहजै सामना गर्न सक्छन् र सबै आत्माहरूलाई सन्तुष्ट पनि पार्न सक्छन्। सामना गर्ने शक्तिले सर्वलाई सन्तुष्ट पार्ने शक्ति अनुभवको इच्छा शक्तिले सहजै प्राप्त हुन्छ। त्यसैले हरेक खजनालाई अनुभवमा ल्याएर अनुभव मूर्त बन। स्लोगनमा भाव भन्नुहुन्छ, एक अर्कालाई हेर्नुको सट्टा स्वयंलाई हेर र परिवर्तन गर। अच्छा, ओम शान्ति। आज हामी सोमान लिनेछौँ। म अनुभवी मूर्त आत्मा हुँ, म अनुभवी मूर्त आत्मा हुँ। ओम शान्ति।